Guys, welcome to my channel. Morning brother, morning. अनि हामी अहिले पोखरा छौँ। पोखरादेखि अब मुस्ताङको लागि निस्किनु भएको। सबजना यहाँ रेडी भएर बस गरिदियो। हामी गाडीमा बसिसक्यौँ। बन्छ टुर अब यहाँदेखि मुस्ताङको लागि सुरु यात्रा छैछ हाम्रो मुस्ताङको लागि रमाइलो गर्दै हामी बाटोमा यात्रा गर्दै गर्दा ऐसले भेटेर सब जनताहरू यसरी झुम्याने एउटा बुटोमा बिस्तारै सर बिस्तारै गोप्छ अहिले गइएला फेरि हामी औषध साथसाथै त्यो हाम्रो खाना खाने ठाउँ हो अर्गान खान पाइन्छ। लगाइराखे दाजु एकदम दामी रस छोप्दा उता भाउजूको फोटोसुट चल्दैछ। हाम्रो क्यामेराम्यान खाना खानको लागि हामी त्यो टेबलमा सज्जोर बस्यौँ सबैजना सँगै। वाट यु आर इटिङ? के मगाउनु भयो हजुरले? मैले पानी ओन्ली खाना नै खाना तुमको हम खाना आइसक्यो। हामी ल खाना खाँदै हाम्रो त्यो प्याज हालेर खुर्सानी हालेर आलु छालेर चटपटी बनाउनु भयो। चटपट हुँदैछ भालु पहाड भाइरल चटपट यत्रा मान्छे हो बाटोमै तास बाँडेर हातमै बाँडेर खेल्दैछ। रमायो राम्रै परे त। फाइनली हामी मार्फा पुगेर हामी मार्फा हाउसमा आज बस्नु मिल्दै गरेका छौँ। अनि धेरै राति भएको कारणले मैले हजुरलाई बाटोको दृश्यहरू देखाउन सकेन, त्यसको लागि मलाई क्षमा गरिदिनु होला। तर भोलि बिहान हामी 6 बजी उठेर यो सुरु गर्नेछौँ। के छ दाइ? ठिकठाक ल। यहाँको यो होटल एकदम राम्रो रहेछ, भित्र एम्बिसियस। अनि यसको सर्भिस कस्तो छ म हजुरलाई आफूले के भन्छु त्यसलाई महसुस गरेपछि मात्र भन्छु। सागर दाइ कति जाडो भयो त? म आफै देखेन, त्यस्तो भए जस्तो बेजोग हुन्छ नि त। ल हामी हिँड्यौँ अब। यहाँ त देख्नु लायकै भयो होला मेरो। राम्रो बहुत राम्रो। धेरै महँगी रचिन्छ
हुक्काको फ्लेभर राम्रो नलागेर भेपलाई बवाल आउने रहेछ यार। ल रेडी फर सुट। कस्तो लाहा वाइ ज्याउला यो यसलाई मार्फा भन्छन्। हिजो साँझको भ्यू त हेर्न पाउनु होइन यस्तो बवाल। यो देरी गल्ली जाने बाटो। अब हामी यहाँभित्र गएर सुट गर्छौँ। गाइजहरू अब हामी यहाँ देरी गल्लीबाट भित्र जान्छौँ। अब हाम्रो सुट सुरु हुन्छ। यहाँ चाहिँ हाम्रो आजको गीतको एक्टर भन्न त मिलेन मोडलहरू। फाइनल गाई हामी देरी गल्ली इन्टर गरिसकेका छौँ। अनि चौरी गाई छ सिँगारेर बसेर हुन्छ यो गाइड यो चाहिँ सम्बर गाउँ गरे। अब यहाँबाट माथि हामी मुस्ताङ अप्पर मुस्ताङ जाने भनेको थियौँ। अप्पर मुस्ताङ जान चाहिँ नमिल्दो रहेछ किनभने हामीसँग आएको दुईवटा दाइ भाउजू चाहिँ बाहिर देखाएको नि त। अनि नेपाली आइडेन्टिटी नभएको चाहिँ जान नमिल्दो रहेछ। त्यही भएर हामी अहिले मात्र आएको थियौँ। यहाँबाट माथि पुग्नु मन छ। त्यसपछि पनि मलाई थाहा होइन। हिमाल देखा अहिलेसम्म ठिकै थियो मेरो। हामी यहाँ मुस्ताङमा आएर अरू केही उपाय सिप नलाएर कसरी गयो मेरो सुल्यो कहाँ सुल्यो पाएन कसैले भने कि अहिले त पाउँछ अरे कोबाट चाहिँ पाउने ल यता 500 लाग्यो। तपस्याहरू गर्नुको लागि एकदम यहाँ पहिला यहाँ हेर्नु साधुहरूले बस्ने ठाउँ च्याट्टा पारेर नेपालको यस्तो रहेछ भन्ने कुरो चाहिँ मलाई थाहा थिएन। एकदम बारी रहेछ एकदम झरना खोला खोला आयो ल पहाडको खोला बवाल छ। अरे दाजु बिस्तारै कुदाउनुहोस्। साइले आयो के भयो यो बित्तमा त्यो उसवाला गाना सुट भयो क्या ऐश्वर्या राईको तिमी रोएको पल भन्ने गाना। तिमीलाई खतरा हो नि त हामी।
ल तपाईहरुले लेक देख्न सक्नुहुन्छ यो लेक आइपुग्यौं हामी हावा यस्तो खतरा चलिरहेछ हावा एकदम खतरा चलेको छ हावा चाहिँ तै पनि यो लेक हेर्न आयौं 30 रुपैयाँ पर्यो एकजनाको 30 रुपैयाँ पर्दो रहेछ एकजनाको यहाँ चाहिँ आउँदैछु यहाँ ताल हेर्नको लागि अब यहाँदेखि चाहिँ अब त्यही अघि आएकै बाटो फर्केर जान्छु त्यो भएको कारणले अब होटलमा गएर मात्र भिडियो बनाउँछु अब आजको लागि तपाईहरुको लागि आजको रात राम्रो बन्योस् सुत्नुभन्दा अगाडि हेर्नु होला तपाईहरुले धन्यवाद डुम्बा लेक पुगेर डुम्बाको भिडियो बनाउनु थालेँ मैले त्यसपछि बनाउँदै जाँदा यतिसम्म पुगेपछि त राम्रै देख्यो त्यहाँबाट एउटा अर्को बनाउनु हुन्न भने मैले यतिमै छोडिदिएँ म यहाँ आउनु पाएर यति खुसी भएँ कि हेर यस्तो उछलकुद गर्दै हिँडेको धन्दै लोटेन तर यता गयो भने अप्पर मुस्ताङ जान्छ राम्रो लाग्यो सबै हिउँ बन्छ होला नि मैले हेर्छु त्यो गाइजहरु हामी ठ्याक्क फाइनलले मुक्तिनाथ जाने ठाउँमा आइसक्यौँ यहाँबाट यहाँ लेखेको के हेर्न सक्नुहुन्छ भ्यू बवाल दामी रोक न ल यहाँ घोडाहरू देख्न सक्नुहुन्छ बवाल छन् ह्यान्डसम ल आमालाई भन्नु कस्तो लाग्यो तपाईँलाई एकदम राम्रो लागिरहेछ मुक्तिनाथ आइएको छ अब यहाँबाट 3 किलोमिटर हिँड्नु पर्छ अरे अब पैदल हिँडेर जाने हो मामा भान्जा रमाइलो गर्दै मुक्तिनाथ आएको यसो केही पाउनु केही गुमाउनु पर्छ होइन उहाँ हेर्नु त हिमालको भ्यू बवाल हिमाल एकदम रमाइलो एकदम लागिरहेछ राम्रो दामी भ्यू यता पनि छ हिमाल हामी आएको गाडी चाहिँ स्वागत है हामी अस्ति आएको गाडी के दामी छ हामी अब यहाँबाट हाम्रो हिँड्ने कार्यक्रम सुरु भयो केटाहरू मुत्नै हतार छ च्याट्ट हिँडेर आजको मेरो ड्रेसअप राम्रो होइन
एउटा सगरमाथा चाहिँ कता पर्छ? सगरमाथा कहाँ यहाँ हुँदैन सगरमाथा त सोलुखुम्बु हो नि त अनि के छ पनि वाट्सएप कस्तो लाग्यो नो कमेन्ट कमेन्ट अध्यक्ष यो उहाँ जाम हिँड्नु त्यस्तै बोकेर पनि लगिदिन्छ नि दाइ त्यस्तो दुईटा मान्छे पनि बोक्नु भएको हिँड्नु भएको छ जान सुरु गर सिधै गर्दै गन्दै 5 6 7 8 9 10 11 12 13 14 15 ठन्डा कति सिमी छ गन्दा गन्दा बिर्सेँ कि मैले बस्नु मजा आउँछ कि हिँड्दै बस्ने हो ल गाइज फ्याँसा र फ्याँठा गर्दै भए पनि हामी यत्रो सिँढी चढेर मन्दिरसम्म आउन सफल भइसकेका छौँ सफल भयो नि त हामी हाम्रो आत्माले मागेर जानै पर्छ भन्ने भएर यही हो Yes. पुगिसक्यो Yeah. We reached our destination finally. फाइनल्ली हामी भिड धेरै रहेछ आज यार आइसक्यौँ ओहो यो भिड दर्शकबिन मुक्तिनाथको भिड देख्न सक्नुहुन्छ तपाईँले उहाँ हो 108 वटा धारामा नआउने यो चाहिँ ताल हो यसमा डुबुल्की मार्नु पर्ने हुन्छ मुक्तिनाथको दर्शन गरेर अब चाहिँ हामी निस्किनु लाग्यो भित्र ल कस्तो लाग्यो नि सर तर बवाल फिल भयो है यस्तो फिल दाइलाई गर्नु भनेको मान्नु भएन हामी त गइदिउँ गाँच्छ होइन मन्दिरमा आएपछि यतिको त हुनु परेन होइन अनि तर अझै फर्केर फेरि चाहिँ आउनुपर्छ है होइन मिले सँगै भएन भने छुट्टा छुट्टै भए पनि आएर ट्याक्कै या मन्दिरमा फेरि दर्शन चाहिँ गर्नुपर्छ हामी चाहिँ सानोतिनो घन्टी बजाउँदैनौँ कि फेरि ठुलै यहाँ देखाएको छु यस्तरी मजा आउँछ भाउजूलाई सोधौँ न त 2-4 शब्द कस्तो लाग्यो भाउजू एकदम आनन्द सुकुन फिल भयो मलाई एकदम स्वर्गमै गयो जस्तो भयो त स्वर्गमै गए जस्तो भयो अब मैले मेरो मनको कामनाहरू मागेछु अब पुरा हुन्छ कि हुन्न हैन पुरा होस् पुरा हुन्छ भन्ने मलाई धेरै आशा छ
ल यतिको चाहिँ हुनुपर्छ उहाँ अलि पर के हाम्रो मूर्ति रहेछ बुद्धजीको ठिक छ अलिक क्लियर देखेन गाइजहरु हामीले म्युजिक भिडियोको लागि यस्तो दामीसँग सुट गरेर दुःख गरेर हामी म्युजिक भिडियो निकाल्दैछौँ नयाँ छिटै नै युट्युबबाट प्रसारण हुन्छ तपाईँ हेर्न सक्नुहुन्छ अनि बाबा छ यो खोलाको छङ 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 आवाज आइरहेको छ हाम्रो मोडललाई हेर्न सक्नुहुन्छ जो हाम्रो आएको मोडल उहाँ हुनुहुन्छ खोलामा हाम्रो सिन रहेको छ यस्तो हाम्रो मोडल खुसी भएर खुसीको सीमै छैन पोखराको स्ट्रिटमा हामी हराउन लाग्यौँ यसो सपिङ गर्ने भनेर आएको यो केटाले केही सपिङ गरेन स्टेसन नाइस अनि हराउन लाग्यो के किन्न लाग्ने यिनीहरूले